रस अलिअलि फुल्यो भन्दा अलिअलि फुल्दै रहेछ खुसी माथि मैला डराउने रहेछ माथि जानु हुँदैन कहाँ चढेको माथि माथिको जाडो चढ्नु हुँदैछ हैन यो उले हावल छेतीको भयो हावल छेती गरे हैन गएन कहाँ हो भाइहरूको घर चाहिँ जराटार भोजपुर जराटार ए भोजपुर ल गीत सुनौ है भाइहरूको यस्तो उकालोमा थाकेको बेला लु है लु भरोसा के छ र दिन माया लैदेऊ न के छ र दुई दिन माया लैदेऊ न के छ र दुई दिन माया लैदेऊ न के छ र भोजपुरका जरायो टारको होइन भाइहरूको ल आज हाम्रो तेह्रथुमको तिनजुरेमा आएर गीत गाउँदै हुनुहुन्छ आउनु जाइला जाउँ Bye.
धन्यवाद है भाइहरूलाई। के छ भाइहरूको शुभ नाम पनि सुनौँ न। मेरो नाम चाहिँ सुभाष गन्धर्व हो। सुभाष गन्धर्व। यता भाइको? मेरो नाम सोमकुमार गन्धर्व। तपाईँहरू दाजुभाइ हुन् या के हो? आफन्त चाहिँ हो। आफै दाजुभाइ चाहिँ होइन, आफन्त चाहिँ हो। यहाँ कहाँबाट अहिले घुमेर आउँदै हुनुहुन्छ? हामीहरू हिजो अस्तिको दिन उता अस्ति योभन्दा अगाडि एकचोटि तेर्सुम पुगेर हजुर तेर्सुम शुक्रबार बजार लाग्छ त्यहाँ। हिजो अस्ति भर्खरको कुरा। शुक्रबारबाट अनि शनिबार यहीँ आइपुग्यौँ। त्यहाँदेखि घर पुग्यो, घर पुगेर फेरि घर पुगेर यहाँ आउनुभएको? अनि सालमा चाहिँ ठिक छ ठिक छ। होइन नयाँ सालमा यतातिर धेरै अब चहल पहल पनि हुन्छ होइन, चहल पहलमा आउनुपर्छ, रमाइलो हुन्छ है। ल धन्यवाद। आज चाहिँ मौसम पुरा हुस्सु लागेको अवस्था छ। यहाँ केही देखिने अवस्था छैन। हामी लगभग तिनजोरीमा अवस्थित पाथिभरा देवीको मन्दिरमा पुग्न आँटेका छौँ। यहाँबाट तलको दृश्य हुस्सु लागिरहेछ, केही देखिँदैन। अब अर्कोचोटि यहाँ आउनु पऱ्यो भने चाहिँ पुरा मौसम सफा भएकोमा आउनुपर्छ, नत्र यस्तै हो, अँध्यारो होइन कान्छा? अँध्यारो छ नि। ल ल यहाँको अवस्था आज लगभग हामी अब चाहिँ माथि टुप्पामा पुग्न लागेका छौँ। ए जहीँ तहीँ नबस्न, पेन्ट ढिलो भइसक्यो। लु यहाँ त पुरा ल उता ढुङ्गाको थाक त उता तल रहेछ त। ल यसलाई जुम गरेर हेरौँ है त। ल ठ्याक्कै ल अहिले चाहिँ घाम लाग्ला जस्तो भइरहेछ है, तर पनि हुस्सुको अवस्था उस्तै छ होइन। ल ल यो यस्तो अवस्था छ। ल अब हामी फाइनल्ली तिनजुरेको टप पाथिभरा देवी मन्दिरमा आइपुगिसकेका छौँ। ल यहाँको अवस्था हेर्नुहोस्। ल तिनजुरेमा अवस्थित पाथिभरा भगवती देवीको मन्दिर यही हो। यहाँबाट भित्र प्रवेश गरेर त्यहाँनिर
मूर्ति अवस्थित छ। ल आजलाई हामीले बाहिरबाट अवलोकन गऱ्यौँ। यतातिरको अवस्था हेर्नुहोस्, यो यता सङ्घसभा पर्छ यो एरिया। यहाँ सबै लाली गुराँसहरू छन्, तर यो साल चाहिँ लाली गुराँस त्यसरी सधैँ जस्तो फुल्न पाएन, त्यही भएर अलिकति रमाइलो चाहिँ छैन। यहाँ हर हर महादेव, यहाँ महादेवको मूर्ति रहेछ है। यो चाहिँ तिनजुरे स्थित नेपाल टेलिभिजनको टावर हो, रिपिटर टावर। कुन चाहिँ हो यो? यहाँनिर यसलाई जनयुद्धकालमा माओवादीले विस्फोट गराएर भत्काएको घर। हेर्नुहोस्, यसपटक चाहिँ तिनजुरे अलिक खल्लो भएको छ, किनभने गुराँस फुलेको छैन र गुराँस एउटा दुईटा फुलेको देखिन्छ। र यहाँ वरिपरि देख्नुभएको जङ्गल जति सबै हाम्रो राष्ट्रिय फुल लाली गुराँस हो, तर यसमा चाहिँ फुल्न नपाएर अलिकति खल्लो महसुस भइरहेछ। ल अहिले भर्खर अलिकति हुस्सु खुलेको अवस्था छ है।